वेलकम ब्याक माई मिनी ब्लग। आज चाहिँ घरमा काम नभएर यिनीहरूले गोटी खेल्दै थियो, कोही जोगी भइरहेको थियो। आई डोन्ट इभन केयर। आज चाहिँ फुलबारीमा एकजनामा फुल टिप्न आइराख्नु भएको थियो। उहाँले यति धेरै फुल लगाउनुभयो कि मेरो मन कटक्कै दुख्यो। तर हाम्रो घरमा अम्बकमा कति धेरै फुल फलेको छ, यसपालि लास्टै अम्बक फल्ने पर्यो है त। अब हामी चाहिँ दिउँसो चटपटे खाने रेडी हानेको होइन। अनि आलु चाहिँ ओभर कुक भएर पटपटी फुटिँदैछ। म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु। कुरा के भन्दाखेरि नि, हाम्रो 12को एक्जाम सर हो। मेरो लागि चाहिँ ओभर फाइदा भयो, किनभने होइन म चाहिँ बिमारी भएको थिएँ। एक्जाम आउनुको 3-4 दिन अगाडि यस्तो ज्वरो आएको थियो। अनि अझै मजाले रिकभर भइसकेको छुइनँ होइन। एक्जाम भएको भए चाहिँ मलाई ओभर गाह्रो हुन्थ्यो, तर मेरो लागि खुसीको खबर। तर मेरो 21 गते एक्जाम सकिन्थ्यो, 23 गते सकिन्थ्यो। यो अलिक स्याड पोइन्ट अफ पनि छ, त्यही भएर म रोइदिन्छु। वाउ, म कस्तो मजाले रोको अरे क्या। अब चाहिँ म चटपटे बनाउन फेरि रेडी गर्न थालेको सरसामानहरू। अनि आलु तास्दै हुन्छ मम्मी र रेसु भएर। अनि यो सबै सामान रेडी बनाइसकेको हामीले। अब हामी चटपटे खाने भन्दा एउटा सामान पुगेन। अनि मैले चाहिँ भाइले सामान लिन पठाएँ। नि यस्तो घाममा साइकलमा सामान लिन गयो। अब खाने मान्छेले गर्नु त पर्यो नि त होइन यदि काम त। अनि सामान रेडी बनाएर अब मजाले बनाउन थालेको। मैले चाहिँ आज आरीमै बनाइदिएको होइन। अनि धेरै पनि हुन्छ, मिठो पनि हुन्छ भनेर। अनि आरूमा मलमाल परेको सबै सामान हालेर, तर कस्तो थोरै जस्तो देखिने, तर कति धेरै बनाएछु क्या मैले। भुजाए पनि धेरै हालेर चटपटे। अनि कसैले क्यामेरामा आउन मन थिएन, जबरजस्ती आउनु कि आउनु भनेर यहाँ क्यामेरामा ल्याएको मैले। अनि यति पिरो बनाएछु चटपटे त भाइको मुखबाट त र्याल निक्लिरहेको थियो धेरै पिरो भएर। अनि चाहिँ साँझको ओभर दामी भ्यू आइरहेको थियो। हाम्रोतिर गर्मी यति बढेको छ नि। यहाँ यिनीहरू उनो खेल्दै थिए। तपाईँहरूमध्ये कसलाई उनो खेल्न आउँछ नि? यो हाम्रो घरको न्यू पाहुना 1 नम्बरको चकचके बाँदर छैन। ओहो, यो चाहिँ तिलौरी अरे। यो यति मिठो हुँदो रहेछ खानु हुन। यो चाहिँ आलसले बनाउनु हुँदो रहेछ क्या। अनि आन्टीले बनाउनु भएको थियो, ओभर दामी।